गाइज भनिसक्यो नयाँ भिडियोमा आइसकेको छु। मेरो नाम चाहिँ योसेफ तामाङ अनि अहिले चाहिँ हामी एउटा डम्बल बनाउन लागेको अनि यो डम्बल बनाउनलाई तरिकाहरू तपाईँलाई देखाउन गइरहेको छु मैले। अनि यो चाहिँ नयाँ तरिका डम्बल बनाउने जुगाड। अनि घाम खोइ घाम कहाँ गयो बल दस्दैछ घाम पनि के साह्रो घाम यार। चाहिँ यहाँ रेडी हुँदैछ हाम्रो यहाँ मसला अलि यसो यति यति ठिकै हुन्छ होला सायद। च्याप्टोवाला हुन्छ कि जस्तो भयो नि हुन्छ काम चलो। कुन यो हुँदैन रियले यस्तो हजुरले यस्तो गर्नु भनेको होइन त्यो सिङ्गल बनाउने अहिले पछि नि एउटा न योमा यो एउटा मिक्स गर्नुपर्ने हुन्छ। यसलाई एउटा गिटी त्यसपछि एउटा त्यो अनि सिमेन्ट बालुवा युज हुँदैन न। यति तिनवटा युज भएपछि अनि एउटा यो युज हुन्छ। त्यसपछि हाम्रो एउटा डम्बल भन्छ। अनि यो घरको साउ चाहिँ हाम्रो दाइ महिमा तामाङ। यसले के भन्छ उसो के थाहा हुन्छ यसले के भन्छ दाइ बालुवा भन्दा मिस्कट भन्छ। यो मिस्कट बाबु ल त चल्ने होइन हात नहुँदै ओइ हात छिटो नहुँदै तँको कहाँ पुग्नु मिल्छ घाममा कहाँ के हुनु छोटो घाममा मर्छ कहाँ एकछिन हुन्छ कि यो त हामी मिक्स गर्छ चल त्यसरी भयो त्यसरी मसले मसला सुन्नु पर्यो त्यति हो पानी डे वानको चाहिँ एउटा पिस गरिसक्यो। अझै अब माथिपट्टि बनाउनु पर्छ। नाम्दैछ सिधा खालि किनभने बोलाउन सक्नुहुन्छ तपाईँहरूले। अनि यो हाम्रो सुकिरहेको छ। अहिले चाहिँ हामीले यसको कभरहरू निकालेर चाहिँ अहिले सुक्नु दिएछौँ। अनि यो चाहिँ अब भ्याइयो भनौँ बेलुकासम्म चाहिँ बनेर भ्याउँछ। म अब चाहिँ पार्ट 2 मा देखाउँछु।